हेलो एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। फेरि पनि मैले हजुरहरूको लागि नयाँ ब्लग लिएर आएको छु। भिडियो मन पऱ्यो भने लाइक कमेन्ट गर्नु, च्यानललाई गएर सब्सक्राइब गर्नु है। लाग्छ ब्लग बनाउनु, त्यही भएर भिडियो मन पऱ्यो भने लाइक कमेन्ट गर्नु अनि गएर च्यानललाई सब्सक्राइब गर्नु है। म चाहिँ अहिले आजभोलि एकदम डढेको छु क्या, घाममा काम गर्दा चिन्नै गाह्रो हुन्छ फेरि। यो चाहिँ आजकल एकदम हरियाली भइरहेछ, जहाँसुकै घाँसहरू उम्रिरहेछ, देख्न सक्नुहुन्छ। हरियाली छ आजकल चाहिँ, बर्खा पनि लाग्यो। सो अनि हजुरहरू के गर्दै हुनुहुन्छ आजकल? इस्कुसको झ्याङहरू यस्तो भइरहेछ यहाँनिर, यस्तो भइगएको रहेछ, भत्किएको रहेछ यसरी। अन्त चाहिँ तल जानु हुनुहुन्छ, म चाहिँ यहाँनिर गोठमा गोबर ल्याउन आइरहेको छु। आज चाहिँ घर चाहिँ निक्क लेप्नु मन छ हौ। लात्तीले नहाले मलाई कान्छ। कान त्यस्तो भइरहेछ, भत्केर यसो भत्किएको सुकाउरो लागेर सबै भत्काएर निप्नु पऱ्यो। अब यहाँ खानु मन्दिर सुकाउरो लागेर सबै घरहरू फुटेर यस्तो भइरहेको छ। सबै माटो पक्केर यस्तो भइरहेछ। आज चाहिँ यहाँनिर आमा छोरी सुतिरहेछ मस्तसँगले छ भित्र। यसमा चाहिँ त आलु पनि मसिनो भयो। अब यहाँ आलु चाहिँ खाजा उसिन्नु पर्यो। अङ्कलले चाहिँ गुन्द्रुकको बनाउने कार्य गर्दैछ, मुलाको पत्ताको। गुन्द्रुक बनाउने काम। डुकु त भयो त वाक्कै भयो। के को? आलु पनि मसिनो न बारीतिर पनि यस्तो भइरहेछ, घामतिर लागेर सुकाउरो भइरहेछ। यो चाहिँ मैले अस्ति गोडमेल भएको कत्रो कोपी लागिरहेछ। हेर्नु यत्रो लाग्न थालेछ, सानो टुसा लाग्न थालेछ। घरदेखि पर जङ्गलमा आगो लागि भएर मान्छेहरू कति धेरै आइरहेछ। संसारै फैलिएछ यहाँनिर, कसको लापरवाहीको कारणले गर्दा यस्तो भयो। त्यो चाहिँ यहाँनिर मान्छेहरू हेरिरहेछ। हाम्रो घरदेखि निकै माथि हो, कसको लापरवाहीले गर्दा आज यस्तो भयो। कति सानो स्ट्रबेरी फल्छ क्या हाम्रोमा चाहिँ। त्यो भिडियोतिर देखाएको स्ट्रबेरी चाहिँ कुन हो? यत्रो हाम्रोमा त यति सानो फल्छ त के भएर यस्तो स्ट्रबेरी?
म चाहिँ अघिदेखि यहाँ तलनिर चारो खोज्दै थिएँ फेरि यहाँनिर भोक लागेर खाजा खाएर आएको यहाँ चारो खोजिसक्नु पर्ने छ यहाँ आलु खानुपर्ने अघि एकटुको चाहिँ बनाएँ चारो चारो भारी पुग्यो यहाँ पनि आलु रोपेको आलुभन्दा धेरै झार छ झारले खाइमारेको छ आज चाहिँ मोमो बनाउने प्लान छ जाने क्या हो गया चारो पनि पकाइसकेँ यो बारीमा आलु चाहिँ एक बोरामा त फल्यो अघि नै मैले लगिसकेँ अनि एक बोरा एकता फलेछ पनि अब रात परेर घर जानु लागेको हाम्रो काँक्राहरू चाहिँ त्यत्रो भइसक्यो पऱ्यो यहाँ आन्टीले चाहिँ गोलो गोलो बनाउँदैछ आज चाहिँ हामी मोमो बनाइ खानु आँट्यो घरमै यता चाहिँ यहाँनिर भर्दैछ मोमो यहाँ चाहिँ मोमो बसाएको कस्तो हुन्छ यो मोमो यो कस्तो राम्रो होइन रोजमेरी जस्तै नि दुईटा बनाए यता दुईटा यता दुईटा बनाए म चाहिँ डल्ला मात्र बनाउँछु ठुलो छ यहाँनिर सेलरोटी नि त डिसहरू अनि त्यति अनुसार भन्दै अरू जातले मात्र आउँदै डिस्ट्रङ घरमा पनि हिजोदेखि निस्केको हुन्छ बनाउनु के भाइ नजानेर यहाँ राम्रो भोट जान्नु पत्ला भोला हो कान्छाले चाहिँ आउँदै हुँदैछ मलाई मलाई त्यतिको त आउँदैन अब त्यहाँ सबै तिम्रो चाहिँ पहिलो मोमो जस्तो भयो यहाँनिर तिलको अचार खानु लागेको मोमोसँग चाहिँ यता चाहिँ बनाउँदैछ धमाधम खोर्सानी चाहिँ यहाँनिर 10-12वटा हाल्ने तर म आन्टीहरू गफ गर्दैछ यता चाहिँ अचार बनाएको छ साथीले यहाँनिर तिलको अचार बनाएर टमाटर यहाँ प्याज तर चिया पाक्दैछ खोर्सानी त कडा हाल्दै त ओइ केटी यो त तर पिरो कडा खोर्सानी खाने बानी छ हाम्रो चाहिँ केटीले पिसेको छ अङ्कलले नि त खाँदैछ
हामी चाहिँ खानु आँटेको तर ममा चाहिँ यस्तो भयो पनि होइन है पाकिसकेको यो पाकिसकेछ गुलाब जस्तै भयो चाहिँ राम्रो राम्रो भएछ होइन कस्तो दामी यो कम्तीको छ है हेर्नु ल भानी